सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि अहिले चाहिँ दिउँसोको 3 बजेको छ अनि आज नौराथा लागेको चाहिँ 7 दिन भइसक्यो होइन। आज चाहिँ फुलपाती हो अनि फुलपातीको सबैजनालाई शुभकामना। अनि आज चाहिँ घाँस काट्नु जाँदैछौँ अनि दिउँसो चाहिँ घरमै बस्यो। अनि अब भोलि फेरि अब दसैँ अलिअलि लागिसक्यो नि त अनि दसैँ लागिसक्यो भोलि रागा काट्ने दिन छ अनि त्यही भएर दसैँ पनि लागिसक्यो नि अहिले चाहिँ घाँस काट्नु गएको हामी चाहिँ आज पनि जाँदै हुनुहुन्छ घाँस काट्नलाई। अनि अब दसैँ लागिसक्यो अब दसैँलाई आयो भन्दा नि सकिने बेला नि हुन आँटिसक्यो। अनि मेरो दाजु चाहिँ कुद्दै जाँदै हुनुहुन्छ पानी आउन आँटिसक्यो त्यही भएर जाँदैछु। मैले चाहिँ बजार गएको लुगा पनि नचेन्ज हानी गर्न गएको। अनि हामी चाहिँ डोलढुङ्गा भन्ने ठाउँमा नि आइसक्यौँ होइन त हजुर। यता धान पनि पसिसकेको छ अनि मलाई चाहिँ भ्लग बनाउन र दाइले सिकाइदिँदै हुनुहुन्छ। अनि यता तल चाहिँ घाम लागेको थियो अहिले चाहिँ अनि घाम पनि गइसक्यो अब त रात परिसक्यो। अब घाँस काट्ने आउने अनि यहाँ त तल जाने हामी चाहिँ घाँस काट्नलाई। अनि किन दसैँ आएको थिएन भनेर आज अजाको काम नि सक्यो 12 दिने काम पनि अनि त्यही भएर अब चाहिँ दसैँ आयो है हामीलाई पनि। अनि हामी चाहिँ फुल आइसक्यौँ। को पाला चाहिँ फुली नि कस्तो राम्रो भइसकेछ पुरै कस्तो राम्रो नि। अब अलि त ठाडो पर्दैछ नि त भर्खर अब यस्तो हुन्छ क्या यस्तो भोलि पर्सि अनि उयो गरेको नि त उयो अनि अब घाँसमा त के गर्नु र छुट्टी भएर पनि अब होमवर्क साथसाथमा होमवर्क पनि दिन्छन्। अब स्कुल लाग्ने बेला नि आइसक्यो। हाम्रो स्कुल चाहिँ 22 गतेदेखि लाग्छ अनि त्यतिखेर साथीहरू पनि थपिन्छन् होला। अब चाहिँ न्यू साथीहरू भन्दा नि 3 जना जति पास हुनुभएछ 16 जनामा अब यस्तै छ। अनि अहिले चाहिँ हामी 7 जना पढ्दै थियौँ। अनि मेरो साथीको खेत हो कि पुनेर फेल भयो अनि धानको भाला फुल्यो झुलै के पो गीत त बिर्सेँ चरी ररी ररी रै कोदो फुल्यो बारीमा भन्ने गीत झुल्यो खेतैमा भन्थ्यो। तर मलाई चाहिँ गीत पनि आएन। म गीत त गाउने होइन नि त गीत गाउने नि मान्छे ल्याउनुपर्छ नि। अनि हामी चाहिँ अहिले भन्ने यो चाहिँ मेरो बुढो अजीको जिजु कि बुढी अजी हौ जिजु अजीको चौतारा हो यो चाहिँ तर देख्नु पाइएन नि त। दाजुहरूले त देख्नु भएन होला मैले झन् तपाईँले देख्नुभयो दादाहरूले त देख्नु भएन जिजु अजी झन् म त कसरी बस्नु देख्नु र चौतारा चाहिँ देखेँ जे होस् चौतारा चाहिँ बनाउनु भएको रहेछ त्यो चाहिँ देखेको छु। देखिउँदो चाहिँ अब घाँस काट्ने ठाउँ आयो अनि आज म कहाँ घाँस काट्नु जाउँ भनेर कन्फ्युज भइरहेको छु कुन ठाउँमा जाउँ क्या घाँस काट्न चाहिँ। अनि यता तर चाहिँ यस्तो छ तर घाँस चाहिँ म कहाँ जानु काट्नलाई भन्दा नि मैले घाँस मात्रै जान्छु आज बाख्रालाई काट्नु हिँडेको अनि फेरि मेरो चाहिँ फारी पनि पुगिसक्यो गाइस। घाँस त यता काटेको नि त घाँसै हुँदैन हाम्रोतिर त खोज्नुपर्छ घाँस पनि। अनि मेरो दाजु चाहिँ जानुभयो कि भएन होला अब बोलाउनु पर्यो एकचोटि तर गइसक्नु होला जस्तो लाग्यो मलाई चाहिँ। हाम्रोतिर चाहिँ एकदम धेरै जङ्गल छ। अहिले गीतहरू के पो साली कमला बिमला त पहिला गए साली बिमला त पहिला गए भेना समाल अरे भाइरल गीत छ यो चाहिँ। तर म चाहिँ आज एक्लै घाँस काट्टाको अनि मेरो भारी त्यहाँ छ अनि मैले यता वरिपरि काटेको यता माथि धान भारी छ। अनि अब चाहिँ म घर जान्छु अनि घरमा गएर भाइ बहिनीहरूसँग नि भिडियो बनाउँछु। अनि थाहा छ तपाईँहरूलाई फर्स्ट टाइम मलाई आज जुगाले खाएन। आज पानी पनि छिट्याउँदै थियो तर पनि मलाई आज जुगा नत्र अरू बेला त 10-15 खाएर तुरुरु खुनै हुन्थ्यो तर आज मलाई जुगाले खाएन। कोदो फुल्यो बारीमा लैलै धानको बला झुलो खेतैमा भन्दै गीत बिसाएर बसेको छु। धेरै गर्मी अलिअलि काम पनि लागेको छ धेरै गर्मी भयो अनि मेरो दाजु चाहिँ यता आउँदै हुनुहुन्छ बिस्तारै
कस्तो धेरै गर्मी भयो अनि हाइनेक खाइनेक अनि त्यहाँ राम्रोभरि लुगा कसरी धुनु म लुगा नफरी आएको बजार अलिअलि घाम लागेको छ अनि दादा पनि आउनुहुन्छ अनि दादा आएपछि जाने गाइज पसिना मेरो खासै पसिना त आउँदैन आजकल होइन मेरो पहिल्यै नै पसिना आउँदैन तर पिम्पल चाहिँ आउँछ के भएको मलाई यस्तो लाग्छ कि पसिना धेरै आउने मान्छेको चाहिँ पिम्पल आउँदैन अनि पसिना नआउने मान्छेको चाहिँ पिम्पल आउँछ जस्तो लाग्छ कस्तो धेरै क्या बहिनीहरूको पसिना बरु आउँछ तिनीहरूको पिम्पल छैन नि मेरो पसिना आउँदैन नि पिम्पल आउँदैन क्या पिम्पल आउँछ क्या पसिना आउँदैन पिम्पल आउँछ क्या मेरो दाइ चाहिँ यहाँ तल बिजोग दोकानले आउनुभएको थियो बिजोग ला कुन चाहिँको बेकी मान्छे म ड्याङ्ग गर्छ त दादा चाहिँ आउँदै हुनुहुन्छ बिस्तारै बिचरा भारी पनि दोकान लिएर बिजोगको अवस्थामा हेर्नु नि बिजोगको अवस्थामा आइसक्नु भयो दादा पनि अब चाहिँ हामी जाने मेरो दाइ चाहिँ नबिसे माथि पिसक्दो म पनि अब जान्छु मैले चाहिँ दाइलाई पर्खेको थिएँ म दाइलाई पर्खेर पनि नि सकेँ अब हामी माथिको चाहिँ बस्ने ठाउँ छ नि त अनि त्यहाँ भएपछि बस्ने अगाडि हुइसिन्छ उहाँ चाहिँ मभन्दा नि केही टाढा हुनुहुन्छ अनि म चाहिँ जाँदैछु भारी बोकेर धेरै गरम भएको छ काठमुठा लिएर आएको चिजमा आएकोले त्यो कान्छ मेरो चाहिँ ट्विन्स दाजु हो नि त ट्विन्स दाजुमा चाहिँ कान्छ हो क्या दाजुभाइ दुईजना जेठा गर्ने हुन्छ अघि भर्खर गएको नि चाहिँ कान्छ दाजु अनि दादा चाहिँ अस्ति आउनुभएको थियो कान्छ दाजु चाहिँ अनि ठुलो दादा चाहिँ आज मात्रै लिएर आएको क्या दिउँसो ओखरपट्टि गएको थिएँ त्यही भएर भिडियो नै बनाउनु पाएन अनि दादा लिएर आएको अनि दादा लिएर आएँ अनि खाजासाजा खायो अनि घाँस खान आएको यो चाहिँ कान्छ दादा हो क्या ठुलो दादा चाहिँ घरमै हुन्छ अब खाइपुग्नु भएको गर्मीमा सानो थियो अनि ठुलो दादाको चाहिँ खासै छुट्टी हुँदैन क्या अनि कान्छ दादाको चाहिँ त्यही छ क्या छुट्टी 2 दिन हप्ता जति कान्छ अर्को दादाको चाहिँ जम्मा 4-5 दिन मात्र अरे घर गइहाल्नु रे घरमै हुन्छ अनि हामी चाहिँ घाँस खान आएको थियौँ चौतारी भन्ने ठाउँमा आइसकेँ अनि अब चाहिँ जिजु अजीको चौतारा हो यहाँ नेनीको नाम पनि लेखेको छ यो जिजु अजीको चौतारा हो क्या अनि जिजु अजीको चौतारामा चाहिँ जिजुले मात्रै भर्खर मेरो दादा हेरेर देखेन जिजु अजी र मैले चाहिँ कसरी देख्नु होइन त्यही भएर जिजु अजीको चौतारा भए पनि हेरिदिउँ भनेर अनि मेरो दादा चाहिँ पुरा पैसामा कडी पनि सक्नु चाहिँ भिडियो बनाउँदा पनि मेरो भइहाल्छ क्या के गर्नु गाउँले दिदी किस्ती त यो धान पनि यहाँ झुलुलु बाटोमै छ क्या साथी कतै मार्छ होला क्या हामी चाहिँ बस्ने ठाउँ नै आइसक्यौँ बसिसक्नु भएछ रुडुङ्गा भन्ने ठाउँमा नि आइसकेँ अनि यहाँ चाहिँ मेरो दाजु पनि बसिरहनु भएको छ नि हाम्रो घाँस चाहिँ ऊ माथि छ यो चाहिँ मेरो हो यो चाहिँ कान्छ दाजुको हो कस्तो धेरै गर्मी भयो गर्मी यहाँ चाहिँ हाम्रो घाँस बिसाउने ठाउँ हो सधैँ तर हामी चाहिँ नि घाँस काट्ने भनेको दाजुहरू आउँदाखेरि दाजुहरू नत्र म एक्लै भयो नि त्यति हो अहिले त कोही हुँदैन नत्र यहाँ पहिले भारी बिसाउनु धेरै हुन्थ्यो भने चाहिँ तर अहिले त कोही हुँदैन कोही थिएन राम्रो देखिन्छ अनि दसैँ लागेर होला घर सबै राम्रो देखिन्छ कि अनि कान्छा चाहिँ कति दिन भयो आएको भन्दैपछि 4-5 दिन भयो होला अनि यहाँ तल साप्राङ छ भन्ने सुनेको थिएँ यो तल गराममा कहिले खाने हो तर चाहिँ त्यो चाहिँ थाहा छैन मलाई हिजो छोमले भन्दै हुन्थ्यो आमा चाहिँ यो बर कति धेरै मन नपरेछ मान्छे घाँस पनि काटेर आइसक्यो नि कस्तो धेरै गर्मी हो घाँस काटेर आएको दादा र म यस्तो धेरै गर्मी भयो नि म चाहिँ घर बनाइसकेँ नि मेरो बाख्राहरू चाहिँ बसिहाल्छ नि एकदम धेरै गर्मी भयो गाइस यस्तो धेरै गर्मी भयो कि घाँस पनि लिएर आएँ बस चाहिँ यता राखेको छु धेरै गर्मी भयो